साला गरिब पाके मेरो ऋण कहिले तिर्छस्? पैसा तिर्छु भन्ने छोराको यो हालत भयो, मेरो पैसा कसरी तिर्छौ? मेरो समय खराब चलेको रहेछ, त्यही माथि हजुरले यस्तो नगरिदिनुहोस् न। काजी साहब, हाम्रो अभिभावक भनेकै हजुर हो नि, हजुरले त हाम्रो दुःख बुझिदिनुहोस् न। कति बुझ्ने तिम्रो दुःख? तिम्रो दुःख बुझ्दा बुझ्दा म आफै गरिब भइसकेँ। अब तिमीहरूलाई मैले एक दिन पनि कुट्दैन। अब तिमीहरूले यो घर खाली गर। काजीबा, हामीलाई अन्तिम समय दिनुहोस्, हामी जसरी भयो नि हजुरको ऋण चुक्ता गर्नेछौँ। कसरी गर्छौ मेरो ऋण चुक्ता? तिमीसँग बेच्ने कुरा के छ? हामी जसरी भए पनि तिर्छौँ। हो काजी साहब, हामीले जसरी भए पनि तिर्छौँ। नपत्याउनु हो यिनीहरूको कुरा। यिनीहरूले यस्तो भनेको त 3 वर्ष भइसक्यो। तिमीहरूको त कुरा सुन्ने नै होइन नि। जाकेटा ढोका चाहिँ गरिब छन् भन्दैमा जातिविधि हेला पनि नगर्नुहोस् काजी। तपाईँको ऋण तिर्छौँ भनेकै त छौँ नि। अब तिम्रो गरिब पाखेले मुख लाग्ने भयो। तिमीहरूलाई लास्ट एक दिन दिन्छु समय। एक दिनमा पैसा आएन भने यो घरबाट मात्र होइन, यो गाउँबाट निकाल्छु तिमीलाई। हिँड्दैन। पिर नगर्नुहोस् हजुर, पिर नगर बाबु, सबै कुरा ठिक भइहाल्छ।